हेलो नमस्ते वेलकम ब्याक टु माई ब्लग। यहाँहरूलाई स्वागत छ फेरि पनि। दिस इज दिपक गौटाल। म आइसकेँ तपाईँहरूको सामु होइन। तपाईँहरूको स्क्रिनमा म आयो भनेदेखि चाहिँ मेरो भिडियोमा जाने, लाइक कमेन्ट गर्ने, नन फलो हुनुहुन्छ भनेदेखि फलो गर्ने होइन। त्यही हो, यो चाहिँ मेरो फर्स्ट मोटो भ्लगिङ हो होइन। यदि तपाईँहरूको साथ र सपोर्ट पायो भनेदेखि चाहिँ मैले मोटो भ्लगिङ कन्टिन्यू गर्छु। अहिले मसँग भेहिकल छैन, तर तपाईँहरूले सपोर्ट दियो भनेदेखि चाहिँ, यदि मेरो फ्लोर ग्रोथ भयो भनेदेखि चाहिँ, फेसबुकबाट के अरे आय आर्जन भयो भनेदेखि चाहिँ मैले चाहिँ होइन नेक्स्ट इयरसम्म मैले मोटो भ्लगिङ गर्छु। तपाईँहरूलाई मैले मनोरञ्जन गराउँछु होइन। तपाईँ जसले मलाई फलो गर्नुभएको छ उहाँहरूलाई म निराशा चाहिँ मैले गर्दिनँ होइन। त्यो भएको हुँदाखेरि यो चाहिँ मेरो फर्स्ट मोटो भ्लगिङ हो होइन। यदि तपाईँहरूको साथ पायो भनेदेखि चाहिँ मैले कन्टिन्यू गर्छु होइन। यदि तपाईँहरूको साथ र सपोर्ट नपायो भनेदेखि चाहिँ मैले जति कराए पनि, जति भिडियो हाले पनि, जति भ्लगिङ गरे पनि एकदमै युजलेस हुनेवाला छ। र त्यो भएको हुँदाखेरि तपाईँ जुनसुकै हुनुहुन्छ, जेसुकै काम गर्नुहुन्छ, त्यसलाई चाहिँ आफ्नो प्यासन बनाएर चाहिँ पोस्ट गर्नुहोस्, त्यसमा काम गर्नुहोस्। यदि फेसबुकमा निरन्तर काम गर्नुहुन्छ, फेसबुकबाट आय आर्जन चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूलाई एक अर्कालाई सपोर्ट गर्न जरुरी छ। र मेरो यो एक्सपेरिमेन्ट सक्सेस हुन्छ कि हुँदैन थाहा भएन। यदि यो एक्सपेरिमेन्ट सक्सेस भयो भनेदेखि चाहिँ मैले निरन्तर यसैमा मोटो भ्लगिङमा मैले काम गर्नेछु। त्यो भएको हुँदाखेरि तपाईहरूको साथ र सपोर्ट चाहिँ अनिवार्य छ के। यदि तपाईहरूको साथ सपोर्ट पाएन भनेदेखि चाहिँ आइ एम नथिङ। मैले जति कराए पनि होइन एकदम युजलेस हुनेवाला छ। तपाईँ साथीहरू तपाईँ काम गर्नुहोस् होइन, फेसबुकमा काम गर्नुहोस्, जुनसुकै काम गर्नुहोस्, तर यसलाई चाहिँ पोस्ट गर्दै रहनुहोस्। फेरि भेटौँला अर्को